Sorry Ladnu vai ina ni John die. अति यार अति जे सिनरले गर्दाखेरि टिकटक चलिरहेछ नेपालमा जन्मदेखि नै यस्तो लेट्स गो त्यो लिन नेक्स्ट शो सानो कुराले रमाउँदै निन्द्र लाग्ने त्यो दिन कति मिठो नेक्स्ट मुभ लिभर इन्द्र रानीको त्यो काखमा नै न्यानो वाइको दिन आयो ल बबाल छ बबाल लाइक हान्नु पर्यो केटा लाइक हान्नु पर्यो ल अबदेखि गाउँ नडुलुम भनेको फेरि कार्तिक लागेर मर्यो कार्तिक लागेर मर्यो केटोले दियो यार दियो जियोस दिया तो दिया ये छाना भी दिया वो भी साला काला दिया वेरी केटोले बवाल दियो यार बवाल सुन्नु न म बेलुका माइत जान्छु भाडा दिनु न यो र यो त जाने मात्रै भाडा पुग्छ अनि तिमीलाई कसले आउने भनेर त नि टिकट आयो बुढा लास्ट बाटो रहेछ मान्छे चाहिँ खत्रै हो है ल मैं डरती नहीं हूँ किसी के बाप से बट मेरी बाप की बात कुछ और है फुच्ची त कडा रहेछ तेरी फुच्ची कडा रहेछ कडा ल ओ अनि यो टिकटकले त गर्नु गरे मेरो त लप पर्यो खतरा है खतरा केटोले दियो यार दियो ल चिया खानुहुन्छ कि कोक चिया पाकुन्जेल कोकै लिएर आउनु साला खान्न पकाउँछु कक्क बढाइ पुग्छ नि यस्ता यस्ता मान्छेहरू हाम्रै घरमा दिदी चप्पल दिन्न यार चिया पाकुन्जेल को गरे दुईटै हान्ने विचार गरेछ केटोले तिमी पापीहरू एक दिन नर्कमा बास हुन्छ तिमीहरूको बुझ्यौ नि अन्नलाई यस्तो गरेछौ नि तिमीहरूलाई त भगवानले कहिले पनि माफ गर्दैन हेर्दै जानु तिमीहरू एक न एक दिन किरा परेर मर्नेछौ बुझिराख्नु तिमीहरू ए भाइ कसलाई गाली गरेको यार भाइ यस्तो आक्रोशमा देखिन्छौ के भयो हेर्नु त यार यो आप राम्रो छैन र खाइ ल मिठो छ त भाइ अनि मिठो छैन त त्यसै किनले गुमा फालेर गएको थिए केटोले को बरे हसाए यार डु यु वान्ट टी अर कफी भन्छु त्यो भनेको तपाईले चिया खान मन लाग्छ कफी खान मन लाग्छ भनेको तपाईले चाहिँ टी भन्नु है टी भन्नु त टी भनेको चिया हो है टी भन्नु है मैले सकेपछि Hey grandma, what do you want? खतरा ल बन्छु लास्टै कोडा के हो केटल त कडा हेर त नि लु के हो यो मेरो आमालाई त हेरे गर्छ त ए बाउ लु केटलले छिमेकीलाई हेरेर खत्तम पारे जस्तो म बुझाउँछु दाइ लु दाइ मैले कसम भाउजूको कपाल कस्तो राम्रो किन यस्तो राम्रो भएको भनेर हेरे मात्रै हो के केश पोषक तेल त हाम्रो पुरै खतरा रहेछ यार तेलको कमालाई चाहिँ केटोले पिसा खत्तम तपाईहरुलाई कसैले यसरी हैन अनि यसरी समातेर पछाडीबाट यसरी समातेर हैन तपाईहरुले के गर्नुहुन्छ यस्तो गरेर धेरै एकदमै बेस्कन समातेर छैन अब कसले अब यस्तो गरेर हामीले झट्काउनु पर्छ नि त एकदम धेरै एनर्जी लाग्छ तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि यति मात्र गर्नु पर्ने हुन्छ देख्नु भयो नि निन्जा टेक्निक त कडा रहेछ टेक्निक त कडा लागेछ यार कान्छीले खतरा छ ल के हो यार लु डाक भिडियो कत्रो मोटे छ यार
फेरि उस्तै दुईजना उस्तै उस्तै परेपछि पढाएर आइडियाले फेल खायो अहिले चाहिँ कान्छीको आइडियाले फेल खायो केटा हो परेको होइन सर उतानो पारिएको हो अब हामी यही नै सुतिरहने अब रात दिन यही नै सुतिरहने अब उतानो परेको होइन उतानो पारिएको अरे के छ गाइस सबैजनालाई आज म एउटा कुरा भन्न आएको होइन म चाहिँ एउटा त्यो छ नि मान्दिनेलाई मान्दिन्छु सान्दिनेलाई सान्दिन्छु तिमीले धोका दियौ भने महाकसम कट्टा हान्दिन्छु भन्ने गीत छ नि होइन गीत राम्रो छ होइन महाकसम त्यहाँ एक्टिङ गरेको हेर्दा चाहिँ कसम भयो महाकसम यार म यस्तो हाँसु थियो के गरे क्या दिदी बहिनीहरू यार नाच्नै नजान्ने आँगन तेरो भएन त्यो के नाच्यो भने अलि राम्रो गर्नुहोस् न यार होइन आउँदैन भने नगर्नुहोस् क्या होइन अनि लिपसिङ पनि अलि नर्मल गर्नुहोस् न किन मान्दिनेलाई मान्दिन्छु है भन्ने छ भने मान्दिनेलाई मान्दिन्छु सान्दिनेलाई सान्दिन्छु नभए खटा हानिदिन्छु कसरी त्यो त्यतिको म के गरे भने यार कसम मलाई लास्ट कमेडी लाग्यो यार अलिक नर्मल गर्नुहोस् न त्यो किन लिप्सलाई नै किन त्यो गराउन जरुरत नै छैन नि यार त्यसै राम्रो देखिन्छ अति यार ओके साथीहरू कस्तो लाग्यो त तपाईँलाई कमेडी कलेक्सन पक्कै पनि भिडियो हेरेर रमाइलो भयो होला भन्ने आशा छ साथीहरू भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस् सल्लाह सुझाव केही छन् भने कमेन्टमा लेख्नुहोस् अनि आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् उनीहरूलाई पनि देखाउनुहोस् हँसाउनुहोस् साथीहरू यति भन्दै यो भिडियोबाट म बिदा लिन्छु अर्को भिडियोमा फेरि हाम्रो भेट हुने नै छ तबसम्मको लागि राम्रोसँग बस्नुहोस् आफ्नो ख्याल गर्नुहोस् हस्त नमस्ते गुड बाई